कहाँ हिँड्यौँ भन्दाखेरि साथीहरू वेलकम ब्याक माई युट्युब च्यानल मैले चाहिँ भन्नु बिर्सेँ होइन। अनि हामी चाहिँ जाँदैछौँ के अरे शिवघट्टा पौडी खेल्नुको लागि, यसो हाइकिङको लागि जानु लागेको साथीहरू। हाम्रो ग्याङहरू उता सेतो लुगा लाउने सेतो दिदी गोरु दिदी पछाडि छन् दुईजना। झोला बोका न बहिनी। के म त दुईटा जोगी जस्तो बोक्नु हिँडिसक्यो, पर गइसक्यो साथीहरू। कहाँ गएको हो अनि एउटा भ्लगिङ पर भर्खर आउँदैछ साथीहरू। मही कि दही किनेर कहाँ पुगिसक्यो साथीहरू। ऊ त सेतो लुगा लाएर आउने कन्फ्युज हुनुभयो भने साथीहरू। हामी चाहिँ भेला भयौँ। अब चाहिँ हाम्रो सुरु हुन्छ। यहाँ कुकुरले चाहिँ हामीलाई पछाएछ किन हो कुनी चिनेर हो कि कुकुर चाहिँ पछाएर हेर्नुहरू यहाँसम्म आइपुगिसक्यो। चाहिँ भेला भयौँ साथीहरू बल्ल। कुकुरले चाहिँ पछाएर ला कहाँ नुहाउने अनि के हो त त्यसलाई चाहिँ के नुहाउने भन्दैन अन्त आएकै छैन। बुलेट बाइक बित्तिकै अलिकति गर्मी हुन थाल्छ क्या गर्मी क्रस हो होइन सबै बुलेट बाइक ट्रेन्डिङ के भिडियोको फलो गर्दैछन् यिनीहरू चाहिँ पुरा क्यामेराम्यानहरू चाहिँ। अनि उयोले खिचिदिन्छ भने होइन अनि क्यामेराम्यान। अब हामी चाहिँ लाग्यौँ फेरि साथीहरू। ब्युटिफुल लेडी। अनि फाइनली मैले चाहिँ लुगा लाएँ। आज चाहिँ अस्ति पनि बोकेर मात्रै हिँडेँ, आज चाहिँ फाइनली लगाएर हिँडेको। कति धेरै अब लाउनुकै लागि किनेको, किन नलाउनु भनेर साथीहरू। भोक लाग्यो अरे हो। हाम्रो पार्टीहरू चाहिँ यस्तो छ, जहिले यस्तै हुन्छ साथीहरू। दिउँसै रात पऱ्यो बिहान यहाँ हेर्नु हाम्रो हालत त्यस्तो छ। हेर्नु मौसम परो साथीहरू। यस्तोमा पनि हिँड्न आइरहेको छ। यो बदीहरूले बस्दैनन् पनि के गर्नु होला साथीहरू। भिजियो घरमै बसिराख्नु छोडेर जे खोज्न आएको होला नि होइन भन्दै दाइले खानु मात्रै बाँकी छ। अब त यहाँ ओत लागेर कराएछ माथि हेर्नु मुन्टै दिएको छैन अग्लो भएर। सेतो लुगा यो चाहिँ पेट्रोल पम्प। अनि यहाँ चाहिँ यस्तो छ भेरेटार जाने बाटो। हामी जाने बाटो चाहिँ यस्तो राम्रो छ हेर्नु साथीहरू। पिच रोड भन्छ कि यसलाई बिच रोड भन्छ। 2-3 घन्टा त्यत्रो त लाग्दैन अरे। 1-1.5 घन्टा लाग्छ भन्दै थियो साथीहरू। हामी चाहिँ ओत लाग्नु भयौँ यहाँनिर यहाँनिर। मैले चाहिँ हिलो भनेको दिदीले कलर भनेको झोला बोक्नु सिकाउँदैछ। गर्नु खोजेको ब्याक भएकै गर्छ। यहाँ चाहिँ हेर्नु न झर्ना रहेछ नेचुरल। आइज काम छ आइज हेर्नु। आमा छोरी बाँध्दैछन् यहाँ।
हामी चाहिँ कहाँ आइपुग्यौँ? यो शिवझट्टा जाने बाटो हेर्नु न, खोलाको छेउछाउमा घर छ। कसरी जान्छन् होला पारी ठाउँमा झर्नाहरू छ नि त। हेर्नु न, खोलाको छेउमा फुलेको फुल झै बास्ना छ तर्दैछ। हेर्नु न झर्ना बेवादेखि स्टार्ट भइसक्यो साथीहरू। अनि हेर्नु न, हिलो बाटो पनि हिलो छ, भासियो। जुत्ताको हालत त खोला, अब त खोला होला। अनि झोला पनि अगाडि बोकेको सेफ्टीको लागि। अनि अनुहार चाहिँ दिएको छ कि छैन तपाईँहरूले भरे भिडियोमा म एडिट गर्दाखेरि देख्न सक्छु। यस्तै छ, खोलाको छेउमा फुलेको फुल झै बास्ना छ हालेलुया। अरे साथीहरू, हामीले यहाँनिर एउटा बाजेलाई सोधेको, बाजे अङ्कललाई आधी घन्टा छ भनेर भन्ने सुन्यौँ। हामी चाहिँ परबाट आएको। मौसम चाहिँ तर राम्रै छ, गर्मी चाहिँ गर्मी नै छ नि साथीहरू। हामी हिँड्दाखेरि चाहिँ जहिले दिन चाहिँ यस्तै हुन्छ क्या। आज चाहिँ ओभरै भयो क्या, पानी नि पऱ्यो, यत्रो ठुलो धन्क्यो। रातभरि नि पानी पऱ्यो क्या। हामी हिँड्ने बेला त जहिले पानी पर्छ, अनि गाराङ गुरुङ चट्टानहरू आउँछ, के हुन्छ। तर पनि हामी चाहिँ हिँड्ने भनेपछि चाहिँ हिँड्ने सुन्नुभयो नि आवाज सुन्नुभयो नि साथीहरू। सहर गाउँ बाटो चाहिँ यस्तो छ, किन ब्लर आएको होला। डाँडा सासुबाट यस्तो तेर्सो बाटोमा पनि यहाँ चाहिँ यस्तो के हो, के बनाउँदैछ यहाँनिर चाहिँ, के निर्माण हुँदैछ? होटेल हो कि? होटेल नै होला, होटेल जस्तो लाग्यो। ब्लड पो आएछ। साथीहरू, छिटो हिँड्नेहरू अगाडि, म चाहिँ यहाँ पछाडि छु साथीहरू। अनि आधी घन्टा भन्दै थियो, आधी घन्टा हिँडिसक्यो जस्तो लाग्छ। डाँडाकाँडा हेर्नु सक्नुहुन्छ, गाउँ, सुन्दर गाउँ साथीहरू। पानीले गर्दा खलो भयो हो। दुईजना त आउँदैछन्, फाइनल्ली भेट भयो। छाता पनि मारियो, मुही खाँदै हिँड्दैछन्। मुही पनि मिठो लागेन अरे। हामी चाहिँ, म चाहिँ आधी बाटोमा आइसकेँ। अनि मैले चाहिँ भिडियो बनाइनँ नि त आधी बिचको। अनि किन बनाइनँ भने म टिकटक बनाउँदै हिँडेँ। अनि अब यस्तो राम्रो मौसममा टिकटक पनि बनाउनु परिहाल्यो। अनि टिकटक पनि बनाउँदै हिँडियो, अनि पानी पनि रोकियो। थ्याङ्क यू सो मच मौसमलाई। अनि पहाडहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस्, हाम्रो साथीहरू चाहिँ कोही अगाडि कोही पछाडि। बुइनेहरूको अहिले बिहे भएको छैन, उनीहरू मोटाएको पनि छैन। अनि उनीहरू चाहिँ मजाले हिँड्नु सक्छन्। अनि हामी चाहिँ अलिक अब बिहे गरेपछि नानीको आमा भइसकेको नि त नि, त्यही भएर पनि बाह्र त नि। अनि यस्तो छ। अनि अहिले चाहिँ कपिराइट लागेकोलाई गर्छ साथीहरू। अलिकति गीत बस्ने बित्तिकै अनि कुद्दैछन्, अनि ऊ चाहिँ खाँदै हिँड्दैछ साथीहरू। अहिले चाहिँ अनि कपिराइटहरू लाग्छ धेरै, किन हो है। अनि अस्तिको भिडियोमा पनि, मेरो एउटा भिडियोमा पनि कपिराइट लागिरहेको थियो। अनि नानी रुको थियो होला सायद, मैले त्यो मजाले उयो गरिनँ नि त। अब एडिट गर्दाखेरि अब त्यो वास्तै भएन त्यति मजाले। अनि त्यही भएर मैले हालेको थिएँ। अनि मेरो त एकैछिनमा यस्तो हेरेको कपिराइट आइरहेको रहेछ। युट्युबले पनि कहाँ त्यत्तिकै पैसा दिन्छ त, त्यत्तिकै दिँदैन नि साथीहरू। हर कुराको त्यहाँ नियम कानुन हुँदो रहेछ। अब त्यो कानुन थाहा नपाउँदाखेरि चाहिँ के हुन्छ भने नि, अब तपाईँहरू भ्लग बनाउनुहुन्छ भने त नानीहरू रुको अनि साउन्डहरू बजेको नलाउनु होला। कुद्दैछन् तिनीहरू चाहिँ।
कस्तो ब्लड आएको हौ। म्युजिक बज्यो भनेर तिनीहरू चाहिँ अगाडि गयो। आएछ खोला, म चाहिँ कुद्नु पर्यो अब चाहिँ। हद भयो क्या, हद भयो, मलाई छोडेर हिँड्ने साथीहरू। अब खोला तर्नु पर्ने हुन्छ, हामी त्यहाँ गएर तर्छौँ। हेर्नु न झर्ना, रियल झर्ना है, रियल झर्ना। आऊ कस्तो राम्रो देखेको, वाउ, सेम झर्नै देखिरहेको छ। अनि यताको मौसम देख्न सक्नुहुन्छ, तर के भएको क्यामेरा ब्लर आइरहेको त पुरा। हामी चाहिँ फाइनली शिवझट्टा आइपुग्यौँ होइन। शिवझट्टाको गेट पुरा आइपुग्यौँ होइन। अनि पुल रहेछ होइन। अनुष्का आइज त, अनु टिकटक बनाइदिनु, यहाँ आइज। हामी चाहिँ आइपुग्यौँ साथीहरू, पुल रहेछ यो चाहिँ। हामी चाहिँ यहाँबाट यत्रो बाटोबाट आइसक्यौँ है हामी। अनुष्का आइज न, टिकटक बनाइदियो। यो कुकुर हेर्नु न साथीहरू, हामीलाई पछाउँदै आएको यहाँसम्मै आइसक्यो। अनि हेर्नु सक्नुहुन्छ हामी फर्किन्छौँ। कति बजी आइपुग्यौँ हामी? लगभग 10 बजी 9 बजी आइपुगेछौँ। अब गाडी आयो, टेम्पो आयो, टेम्पो पनि हिँड्दो रहेछ। यहाँ चाहिँ मेन पुरा उयो भइरहेको छ। यहाँ चाहिँ यहाँ रिसाएर हेर्नु न, यहाँ उसलाई नै जोगाउनु खोजेको, रिसाएर हेर्नु न, केही भन्नु हुँदैन। नाकको टुप्पोमा एउटा चाहिँ समा भन्छ। हेरौँ यहाँ चाहिँ चालचलन। मेरो पनि फोटो खिच्देऊ है, यसरी रिसाएर। ओ मेरो पनि फोटो खिच गाइजहरू। यहाँ क्यामेरा बोक्नु दिइरहेछ मेरो अनुहार हेर्नु, नदेख्दा पुरा। वाउ, फ्यान्टास्टिक। एकदम ठुलो छ नि त यो खोलाको, त्यही भएर बोलेको पनि सुनेको छैन होला साथीहरू। चार कुत्ता पनि आइपुग्यो हाम्रो, हेर्नु न यहाँनिर आइपुग्यौँ। अब हामी चाहिँ उयो गेटमा पनि फोटो खिच्छौँ। पानी चाहिँ पर्ने क्रम जारी छ। उता दुईजना चाहिँ आउँदैछन् ठुलिँदै रिसाउँदै। अब यो खोला चाहिँ सायद कहाँको हो, सेउती खोला हो के हो होइन। अब हामी चाहिँ जाँदैछौँ, चढ्दैछौँ साथीहरू माथि शिवझट्टा। फाइनली चढ्ने पर्यो गाई छोडो। आइपुग्यौँ शिवझट्टा। दिस इज द मेन वे, दिस इज द गेट हो, गेट। यो सिडी चढेर अब चाहिँ जान्छौँ साथीहरू। अब चाहिँ नजिकै आइपुग्यौँ हामी चाहिँ। अब एउटा चाहिँ टिकटक बनाएकै कति धेरै अघि नै आएको बहिनीहरू आएर नि फर्किसक्यो। झर्ना छैन हो, झर्ना छ कि छैन? ए एकछिन बस्नु पनि दिएनन् साथीहरू मलाई। यो घोर अपराध भयो, मैले न्याय पाइनँ। मेरो अब कहाँ खेल्ने हो, कहाँ गर्ने हो? ओइ झर्ना पौडी खेल्ने होइन त, यही होला होइन? यही अरे उत्तर बाटो जाने। अब यस्तोमा को खेल्छ यस्तो धमिलोमा? झर्ना हेर्नु न, अनि धमिलो न धमिलो छ के भयो त? झर्ना खिच्ने आँखा होइन, खेल्छ। झरौँ न त, तर्नु सक्छौ? सक्दैन तर्नु, यत्रो बाक्लो खोला आइरहेछ। बिस्तारै बिस्तारै।
मेरो चाहिँ पुरै खुट्टाहरू दुखिसक्यो क्या। एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। हामी चाहिँ त्यो जोड्ने नै दुःख क्या, फिलाको जोड्ने हुन्छ नि त्यस्तै दुःख मेरो चाहिँ। झर्ना हेर्नु है, झर्ना हेर्नु खोइ आमामा बेवटा झर्ना हेर्नु। वाउ झर्ना रोइन त रहेछ कि झर्ना, तर हेर्नु न यस्तो खालको झर्ना के गर्नु, कसरी नुहाउनु यस्तोमा? नो वे, हामी चाहिँ नुहाउँदैनौँ। तिमी नुहाउँछौ? फर्केको झर्ना चाहिँ राम्रो छैन। झर्ना छनु त छ तर पुरा दुचिया जस्तो छ। यहाँ हेर्नु सक्नुहुन्छ बाक्लो नबाक्लो। त्यही भएर अब अहिले एकछिनमा सङ्लो भने सङ्लो, नत्र अब घर फर्किन्छौँ यत्तिकै। हामी चाहिँ उफ यत्रो हिँडेको अनि यत्रो खुट्टा दुखाइ कामै लागेन नि हौ साथीहरू, कामै लागेन। 9 बजी 9 साढे 9 तल ठिक्क 9 बजी आइपुग्यो। मेरो आमा छोरी चाहिँ नि यो चाहिँ हेर न, आमा छोरी बस्नु पाइनँ भनेको, बस्नु चाहिँ पायौँ है हामी साथीहरू। यो चाहिँ के को बोट हो भनिदिनु होला, कमेन्ट गरिदिनु होला। तर सागुडी भन्दा चाहिँ नजिकै रहेछ। मेरो चाहिँ खुट्टा के भएर दुखो क्या, ओभर साह्रो दुखो। एकछिन आराम गरेपछि निको हुन्छ कि। निको भइज है प्रभु यीशुको नाउँमा, निको भइज। अस्ति पनि यस्तै दुखेको थियो। हामी चाहिँ अब यहाँ बसेर खाजा खान्छौँ। अहिले बगायो भने खेल्छिस् अनि पानी चटपटे झालमुडी खानु लागेको यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ झालमुडी आफ्नै दोकानको। अनि यो चाहिँ अन्डा दिदीले उसिन्नु भएको रहेछ। दुईजना चाहिँ ऊ पर चटपटे अर्डर गरेर खाँदैछन्। हामी चाहिँ घरबाटै लिएर आएको नि त, अनि यत्रो बोकेर लियौँ। अब यही खान्छौँ। बनाउँदैछ उयो के अरे कोल्ड कफी के बनाएको अरे साथीहरू। म चाहिँ यहाँ झालमुडी खाँदैछु, आदि भयो। काँक्रा खान्छु, अनि अन्डा सन्डा खाएर यहाँ खोल खाँदै थिएँ। दुईजना चाहिँ माथि नै छन्। खाइसक्यो नि यहाँ हातको मजाले खाएँ। चम्ची बिर्सेर काँक्रा खाँदैछ यहाँ। कहिले त काँक्राले सक्नुहुन्छ अगाडिदेखि भयो काँक्राले त्यो काँक्रा खानु लागेको साथीहरू। काँक्रा चाहिँ छिप्पेको न छिप्पेको परेछ। खानेकुरा चाहिँ खाइसक्यो भने त्यो पनि काँक्रा साथीहरू एक्स्ट्रा छ। मुखले क्यामेरा खोल्ने भनेको के गर्छ गर्छ साथीहरू। फाल्ने यो के हो? केही नि होइन। केही नि होइन। ओ यहाँ टासु हो। पिरोले मेरो त उयो नै भित्रको गिजा नै दुखो साथीहरू। पिरोले राल सिगान्छ भयो। भयो मलाई पिरो लाग्यो नदिन भनेको।
पिरो भएका किन पिस्नु ला यस्तो ला खान्न र पेपर थियो सुट ओइ त्यहाँ सबै खानेको म चाहिँ जानु लागेको झोला यहीँ राखी छोडेर खाँदा कस्तो पाउँदो रहेछ भनेर हेर्नुलाई यहाँ चाहिँ दोकानको सुविधा पनि छ यहाँ म चाहिँ उडुस जस्तो ढाडिसकेँ यति खाएर यस्तो छ अहिले चाहिँ घामहरू केही पनि छैन यहाँ चाहिँ दोकानहरू पनि छ रहेछ यहाँ हेर्न सक्नुहुन्छ दोकान कस्तो नदेख्यो ब्लर देख्यो म चाहिँ जाँदैछु यहाँ अर्को पार्टीमा पार्टी यहाँ त नि हेर्न सक्नुहुन्छ साथीहरू अब हाम्रो चाहिँ गफ जान्छ यहाँ अलिअलि अनि त्यो चाहिँ हामी चाहिँ घरतिर फर्किन्छौँ होला छिटै अब आज चाहिँ जतिखेर नि के हो यस्तो साह्रो यता बरु राम्रो आइरहेको होला नि यता बरु राम्रो आइरहेको छ साथीहरू म चाहिँ ब्यागबाटै दिदी हो म खाँदै थियौ मम्मीले खोसेर लग्यो राम्रो 30 ओ लादैन सोइ दुम्सी माइली शर्मा उठ्नु न यो मिठो हुन्छ नि फर्सीको भन्दा फर्सीको चाहिँ छैन हो अनलाइन पे भन्छ पैसा बोक्नु पर्दैन साले आज हुन्छ जमानाको केटाकेटीहरू चाहे उयो होस् चाहे उ होस् बोक्नु मात्रै हुन्छ त्यही भएर मैले हिजो उसलाई पठाएको 100 रुपियाँ मध्ये बोकेर आएको सब फोनमा त्यसो गर्नु ओन्ली 100 रुपिज तिमी त त्यति पनि बोक्दो रहेछ म त बोक्दिनँ नि खाजाले नअगाएर चाउमिन खाँदैछन् भेज चाउमिन यहाँ चाहिँ खाजाहरूको पनि व्यवस्था रहेछ पैसा चाहिँ लिएर आउनु पर्यो साथीहरू अनि यहाँ चाहिँ मुन्टा सुन्टा किनेर झोला सोलामा अब इस्कुस पनि किन्दैछन् फर्केको साथीहरू फर्केको तेरो दाँत झर्ला है बिस्तारै तेरो दाँत झर्ला है हामी चाहिँ हिँडेको साथीहरू बाई बाई अब कति वर्षमा आइन्छ आइँदैन सम्झना बिर्सना आइयो अब हिँड्नु पनि सकिन्छ सकिँदैन बुढेसकालमा यार साथीहरू छ्या गाडा के अरे टाढा कि गाडा गाडा छ झर्नामा हामी त के भयो एक्सपेक्टेसन भर्सेस रियालिटी भयो साथीहरू हामी अब जिल्ला परेर जाँदैछौँ के ब्यागले ब्यागले हैन लुगाले अरे लुगा र उयोले झोलाले कस्तो एकदम स्ट्यान्डर्ड भइरहेको कछुवा कछुवा जस्तो देखिरहेछ राम्ररी देख्यो अरे ओ कछुवा आउँदैछन् तीजना साथीसँग हेर्नु पर्ने एउटा सल्लाह छ आइसक्यौँ दुईजना चाहिँ पुरा आउँदैछन् अनि हामी चाहिँ अब फर्केको साथीहरू फर्केको बाई बाई सबैजनालाई हामी चाहिँ अब उहाँनिर एक दुईवटा भिडियो बनाउँछौँ अनि चलिदिन्छौँ साथीहरू काँच चुट्टिन्छ अनि जोगी जस्तो देखिरहेछ कान्छीलाई हेपेको डिस हानेको अब त्यहाँ गएर चाहिँ हामी एउटा भिडियो बनाउँछौँ क्या पुलमा मलाई बनाउनु मन लागिरहेछ साथीहरू नाम भनेको साथीहरू भिडियो पनि बनाउनु दिएनन् हौ यिनीहरूले अगाडि हिँडेर त्यो छोडेर आयो त्यहाँनिर बनाऊँ भनेको एक दुईवटा छोडेर आएँ बाई बाई शिवझट्टा हामी चाहिँ
अब फर्केको घर चाहिँ चाँडै पुग्नुपर्छ। नानी छोडेर आएको नि त बिहानै कति 6 बजीतिर हिँडेको होला घरबाट। अब हामी चाहिँ अहिले चाहिँ 12-1 बज्न लाग्यो। अब हामी चाहिँ तल कतिखेर पुग्छौँ चाहिँ अब घर चाहिँ छिटै पुग्छौँ होला। तर ओह्रालै छ नि त, उकालो छैन, ओह्रालै हो, छिटो पुगिन्छ। हामी जाँदैछौँ फर्केको यहाँबाट चाहिँ। खेल्नु नपाए पनि यहाँनिर खेल्नु लागेछन्। यहाँनिर नुहाउने अरे अब बाटो आउँदैन अहिले परिरहेको पानी। झर्नु पर्यो। झर्ना नजिकबाट फोटो पनि दामी आउँछ, हेर्नु सक्नुहुन्छ। नेचुरल हेर न हेर सृष्टिको सुन्दरता, त्यसलाई बनाउँदै प्रभुको महानता। धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता। त्यो झर्नामा पुरा नुहाउनु लाग्छ। मन नुहाउँ भनेको म पनि यहाँ रेडी भइरहेको छु नुहाउनुलाई। फोहोर हो कि सफा हो। यहाँनिर अब हामी चाहिँ निस्केको। बाई बाई। यो ठाउँलाई ओभर धेरै मजा आयो। झर्ना देख्नु भएको छ साथीहरू, नुहाएर कपाल पनि ठिकै छ। अब हामी चाहिँ फर्केको घरतर्फ। यहाँ नुहायौँ निस्केको। अब हामी चाहिँ हिँडेको साथीहरू फर्केको। मजा आयो पर भन्दा यहाँको। नुहायौँ ओर्यौँ। वाह कति भइसक्यो। फर्केको ग्याङहरू अगाडि छ। फर्केको साथीहरू अब आधी बाटोभन्दा बढी धेरै नै आइसक्यौँ होला भन्ने कि छैन। आधी बाटो त पुरा भयो कि भनेको छैन होला नि। डाँडाकाँडा देख्न सक्नुहुन्छ। हामी चाहिँ फर्केको साथीहरू। बाई बाई। कुद्ने हो अब। बाई बाई। हामी चाहिँ हिँड्ने बानी भएर होला केही हुँदैन।
छिटो ट्याटु बनाएको अरे पुरा झर्ना त अनि यहाँको यहाँ नि खेलौँ भन् यहाँ पनि कति धेरै मान्छे नि माथि झन् कस्तो दामी छ आउँदैछ त्यहाँ त आरामले नुहाइनु पायो नि हामीले झर्ना मान्छेहरू पुरा नुहाउँदै बसेर भोलि समय छैन हाम्रो येशू चाहिँ खोइ त्यो एउटा घर खोज्दै खोज्दै मतलब त्यहाँ पुग्नुलाई अहिलेदेखिको होइन कुदेको 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 आइपुगिन हामी यत्रो हिँडेको थियौँ र साथीहरू यत्रो हिँडेको थियौँ यहाँ पुरा हेर्नु मौसम उसलाई चाहिँ पुरा कास लागेर हेर्नु त्यहाँ पुरा यस्तरी हिँड्दैछन् पछाडि आउँदैछन् कास लाग्ने पार्टीहरू मलाई चाहिँ खासै कास लाग्दैन कास लाग्नेहरूलाई त गाह्रै छ यस्तो हिँड्दाखेरि के हो यो हेर्न कुदेको यहाँ बस्नुलाई कुदेको रहेछ साथीहरू आयो आयो ढुङ्गा चाहिँ हामी यहाँ आइपुगिसक्यौँ साथीहरू 3 बजी अघि पानी परेर यहाँ हामी बस्यौँ 15-20 मिनट पछाडि आउँदैछ नभए हामी चाहिँ पेट्रोल पम्प आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी 1 घन्टा त्यस्तै 45 मिनटमा पुग्छौँ कि भन्ने चाहिँ आशा छ अब के हुन्छ हेरौँ साथीहरू जेन्डिस हुँदा चाहिँ यो लहरा खानुपर्छ यो लहराले चाहिँ चट्टै निको हुन्छ उसलाई जेन्डिस भएको नि त अनि यो यसको झोल पुरा यसको झोल खुवाएको यसको झोल अनि मुला खुवाएको त्योहरू जेन्डिस भने चाहिँ गाह्रो छ खानेकुरा चाहिँ धेरै बाँड्नु पर्यो बाँड्नु सक्यो भने चाहिँ निको हुन्छ सान बाटोमा साथीहरू फाइनली हामी चाहिँ रोडमा आइपुग्यौँ अघिको बाटोमा अनि यहाँनिर आउँदैछौँ अनि साथीहरू अहिले भर्खरै मैले चाहिँ टिकटकमा हेरेँ कि अनि सिजलिङ रोहिणीले चाहिँ धरानमा जग्गा किन्यो अरे क्या अनि उसले युट्युबकै इन्कमबाट अब उसले त उही होला बहिनी नै होला उ त हामी चाहिँ कहिले गर्नु हो यस्तो प्रगति तपाईँहरूले साथ दिनुभयो भने त अवश्य भइहाल्छ नि होइन यस्तो सपोर्ट अनि के अरे सब्सक्राइब गर्नुभयो भने भ्युजहरू धेरै धेरै आयो भने त हो नि हाम्रो पनि पालो आउँछ होला है त्यही त भन्नु पर्यो होला बस यत्तिको चाहिँ कुद्नु परिगयो साथीहरू त्यहाँ हेर्नु न तल कुद्दैछ रोटै रोट ओ कुद अझै कुद 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 क्युटी पाईहरू दुईटा क्युटी पाईहरू कति राम्रो क्युटी पाई क्युटी पाई ओइ बाइक लान्छ यो चाहिँ हेर्न कराएको कराइसक्यो यहाँ चाहिँ वाह घर चाहिँ दामी क्या लस्करे घर चाहिँ दामी छ दामी मलाई चाहिँ यो मन पर्यो यो डिजाइनको घर क्या खेदाइदिएको यार मलाई त मलाई माछै देखेको जस्तो छ ब्युटिफुल हाउस के अरे टिकटकको ट्रेन्डिङमा क्या ट्रेन्डिङमा छ कि यस्तो छ कि साथीहरू के भन्छ आधी घन्टा के अरे घरबाट हिँड्दा मात्रै रमाइलो हुन्छ अरे अनि आधी घन्टा पछि त साथी पनि राम्रो लाग्दैन अरे त्यस्तै हेरे क्या यस्तै भइरहेछ यहाँ फ्यात्त गलेर फ्यात्त भइरहेछ म चाहिँ त्यति साह्रो गलेको छुइनँ गर्नु चाहिँ
दुखेकै छ यहाँ दुख्दैन म धेरै मोटाएछु दुखेको छैन म मोटाएछु मिनी फेरि यसले बसौँ कि बसौँ भनेर बसेर पुरानो बजार त आइपुग्नु लाग्यो मलाई हामी हो पुरानो बजार आइपुग्यो खाजा खाएको ठाउँ त आएको छैन त्यसपछि त आइहाल्यो नि त सफारीमा जानु लागेको साथीहरू सफारीमा गयौँ सिकिस्तै भयो त अब त कसैको अनुहार पनि हेर्नु मन लागेको छैन होला कलेमा लोद भएर घर पासो अरे क्या यो दुइटालाई आमा पानी फ्याँकिदिराखेको फाल्दिएको पानी अब तँ पनि गोलिस होला के हो हामी चाहिँ आइपुग्यौँ अब हामी चाहिँ आइपुग्यौँ यहीँबाट स्टार्ट गरेको थियौँ यहीँबाट इन्डियन बाई बाई आफ्नो भिडियोमा भेटौँला मेरो भिडियोलाई लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला बाई लाइक सब्सक्राइब पनि गरिदिनु